ल गुड मर्निङ है। अहिले चाहिँ हामी काठमाडौँ हो मामा घरमा। हजुरआमा चाहिँ जनकपुर जानुभयो। आजै हामी यहाँ आइपुग्यौँ। अनि अब अमेरिकाबाट आन्टी आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ सरप्राइज हो यो सब चाहिँ हजुरआमाको म्यारिज 50 एनिभर्सरी मनाउन गइरहेको हो। प्लान हो सब, तर कसैलाई थाहा छैन। हामी यहाँ चापिने सब सेटिङ मिलाएर मामालाई चापिलिनु भनेर रेडी गरेर अनि प्लान गरिरहेको। अब जिताजीले लिन जाने हो अनि ब्लग कन्टिन्यू हुन्छ। अनि हाम्रो गाडी आउँदैछ। गाडी म उस गरेको के अरे रेन्टमा लिएको आउँदै आएन, वेटिङ गराइदियो। दिदी ल्यान्ड गरिसक्नु अरे अलि पछि हो, तर दिदी अहिले ल्यान्ड गरेको। अब यो प्लान स्यान गर्दाखेरि ढिलो हुन्छ। भ्लगहरू चाहिँ खिचिरहेको छु बेला बेलामा के हुन्छ। अनि यो चाहिँ अलि ढिलै आउँछ ब्लग। जस्ट स्टे ट्युन। ए प्लान कर्ता म मेरो। ल हेलो गाइस, हामी हतार लिन आउँदैछौँ। हाम्रो अमेरिकन आन्टी आउँदै हुनुहुन्छ हामी लिन। पिकअप टोली विदेशी यहाँ हाम्रो विदेशी वेलकम कुन हस्। हाम्रो नमस्ते भेट भयो है दिदी बहिनी भाइको। यो पछि हाल्ने हो। भ्लग बनाउनु लागेको के बिहा कसरी पाउँछ हामीले सरप्राइज प्लान गरेको भनेर। हाम्रो डेलिभरी है। ल हाम्रो गाडी के को टेन्सन भयो? झोला भरिएको छ, सामान के पनि छैन। यो अगाडि राखेँ होला। आजलाई गाडी है यो। हामी सरप्राइज प्लान गर्दैछौँ। हाम्रो सरप्राइज बिगार्नु भएको छ अलिअलि त। दुईटेले तिनटेले म मिलाउँदा हैरान यहाँ। ल बसौँ। छुट्टी त कहाँ भेट्नलाई के छ रे चितुनी आएर नि भेट्नलाई त के खर चितुनी आएर। ल के गर्ने हामीले खास? पहिला त त्यो हलमा जानुपर्छ कि हामी। ए हलमा जाने? घर जाऊँ तपाईँ फ्रेस हुनु, दाहिने खाना खाएर आउनु छ 3 बजीसम्म। अनि इन्द्रेणी जाऊँ ल। हजुर हो। ल हामी चाहिँ हल बुक गरेको ठाउँमा आउँदै हो इन्द्रेणी। यहाँको हल बुक गरेको पार्टीको लागि। हामी यहाँ हल हेर्न आएको छौँ, भाउजू दिदी र म। This is the hall we are trying to book. And discussion चलिरहेछ। यिनीहरूको गन्थन सपिङ टोली गाह्रो छ। लेडिज टोलीलाई लिएर हिँड्न गाह्रो छ। यिनीहरू बिहानबाट साडी हेर्दैछन्, त्यही पनि किन्न सके छैन। मलाई निन्द्रो लाएर भइरहन्छ। टाइबरमा माइलो बनाहन हिँडाछन् डुलाहन। चितवनको हात्ती सपिङ गर्दा थाकेर यहाँ।
गीत बज्यो हामी सबै थकेर यतिको अनुहार सुन्ने कठै नि एउटा साडी भेट्न नसकेर छ्या दिन बिताए ब्लगमा त्यही भनेर हाल्न हालै यो सम्झाइदिनु पर्ने अब बिर्सिन्छ कि क्यारो त नि हाम्रो भोलि अब प्लान बी जारी गर्न गइरहेको छौँ प्लान ए त 28-29 गते भयो भने यो प्लान बी भयो प्लान बी चाहिँ भोलि 18 गते भोलि चाहिँ डेट हो होइन खास इङ्गे के अरे भोलि तिथि हो ए भोलि तिथि हो उसमा चाहिँ उस हो ए डेट हो त्यसै भोलि तिथि हो हजुरबा हजुरआमाको 50औँ के भन्छ त्यसलाई सालगिरा बिहेको सालगिराको वर्षगाँठ अरू केही त्यसको यहाँ भोलि हामी चाहिँ गएर अब धेरै दिन अझै 10 दिन लुक्नुपर्छ यहीँ बरु त्यो सकिँदा हाम्रो प्लान फ्लप होला जस्तो भयो त्यसै भ्लग गर्न कम गाह्रो छ हामी यस्तरी छौँ खाना आउँदै अनि अब प्लान डर लाग्दो रातभरि टेन्सनले नसुतेको अनुहार यहाँ छ यसले गर्दिरहेछ ओके खाना के रे के भन्नु अरे भ्लग सुरु भयो ढिलो भयो ल हाम्रो यहाँ सुत्ने व्यवस्था हेरमै यो पराजुलीको घर हो हामीलाई फुल व्यवस्था छ यसरी यहाँ एकजना यही मम्मी गुड नाइट यी मामा अनि त्यता किचन हो पराजुली घर अब सुत्ने गुड नाइट अब भोलिको प्लान बी हाम्रो सक्सेसफुल हुनुपर्छ ए प्लान भइसक्यो तर भोलि सिधै बी सक्सेस गर्ने